भेट्यो कि मन्नलाई नलाई त 2 वर्ष कुरायो मलाई त धेरैमा भेट हुन पाएको छु कस्तो थिए कस्तो भइआएको छु म त्यति नराम्री थिइन त 2 वर्ष कुरायो किन त नसोच नजरमा गिरा हो मेरालाई अमूल्य हीरा हो बन्न त पियारै भन्थ्यौ त भेटेसी घुमाउँछु भन्थ्यौ त लगाउन कहिले नि तिमलाई खोट फेवा ताल जान्छौ कि सारङको भन्दिन तोकेर यही जाने तिमीले चलान्छौ त्यही जाने यो ज्यान सानोकै सेवामा रात काटौँ पोखरा फेवामा हो कि त सानोको बात मात्रै जिन्दगी काट्छौ कि रात मात्रै लाएको बाटोमा मोड्दिन छोएसी 7 जोनी छोड्दिन आउँछु म तिमी सयाटेर नछोड समय काटेर बुझ्या छु के छ र पिरा तिम्रो हात चिरी रङ्गाउला सिर तिम्रो भागौला त्रिशूली तारेर हुन त ठिकै छ बेहोरा मनदेखि भन्या कि के हो र भागौला त्रिशूली तारेर मुस्कान देऊ मायाले मन्दा नङमा सुझै हुन्छ सम्बन्ध भागौला त्रिशूली तारेर हुन्छौ एक दुवैले मानेसी सम्बन्ध निभाउन जानेसी भागौला त्रिशूली तारेर घर धाने मेरै घर गएर धड्किन्छौ मुटुमै रहेर भागौला त्रिशूली तारेर लगायो मायाको घेरो नि भाग्य त डरै हो मेरो नि भागौला त्रिशूली तारेर नछोडे मायाले कर्मनी छोरीकै ठाउँ पाउँछौ घरमा नि भागौला त्रिशूली तारेर घरको सब पर्ने छ जान्नलाई सक्छु कि सक्दिन धान्नलाई भागौला त्रिशूली तारेर बाहिरीको नजरमा फुला भए म छु त सिकाउन भुला भए भागौला त्रिशूली तारेर बाआमा कठोरै बन्छन् कि माइतमै नसिक्या भन्छन् कि भागौला त्रिशूली तारेर सानोको भाग्यलाई खोज्दिन बुझ्ने छन् बाउआमा दोष दिन भागौला त्रिशूली तारेर बाबाको काखैमा फुर्के कि नराम्रो नसुनी हुर्के कि भागौला त्रिशूली तारेर यो मनको तिर्सना मेटियो हितैको मायालु भेटियो भागौला त्रिशूली तारेर ए पहिला मेरो नामै राम्रो गर
जस्तो चारैतिर छैन मेरो मन यतिकै त मन मेरो रुँदैन तिम्रो जस्तो मलाई त हुँदैन हुक्का झिलिमे अनेक प्रश्न गरी गरी तर्साइरहन्छौ खाली इस्बल इस्बु भने पनि तिमी मेरै साले हे भेट हुन जहाँ पनि पाइयो र साली साली भन्दै सधैँ पछि परिरहन्छौ ए साली साली भन्दै सधैँ पछि परिरहन्छौ राम्रै मुडा भएको पनि डिस्टर्ब गरिरहन्छौ अबदेखि चिन्दिन कालीले नाता फेर्छ अब त सालीले हुक्का झिलिमले तिम्रै लागि कोटला छु तिम्रै लागि दाउरा भेना बस्या दिलभित्र कसलाई राख्या छौरा नाता फेर्छु भन्दैछौ अहिले त मेरै भेना भन्थ्यौ भो पहिले त हुक्का झिलिमले छेउमा बस्या काले मलाई मन परिसक्यो मनै उसैसँग बिहे गरिसक्यो मनले क्या मनै उसैसँग बिहे गरिसक्यो फकाउने नि हुन्छ यार तरिका मान्छे आछन् या थरीका हुक्का झिलेर एउटा छेउमा लुरे मेरो एउटा छेउमा काले यिनी दुईटा भन्दा हेर कम्ती छ र बाले लेखाउन त दिलमा नाम लेखाइदेऊ म भन्दा पनि ह्यान्डसम रोजेर देखाइदेऊ हुक्का झिलिमले ए अब तिमीले बिर्से हुन्छ राता गाला तिमी भन्दा झनै ह्यान्डसम चस्मा लाउने वाला हे यस्तै गरे देखाउँछु डाडुनी अब खोज्न पर्यो त साडुनी हुक्का झिलिमले भिनाजुलाई बनाऊ भन्दा पिरतीको मान्छे कस्तो तनी रोज्यौ तिमीले चस्मा जस्तै मान्छे ए अब तिम्रो बिग्रिने सुर रहेछ यिनी काले भन्दा नि झुर रहेछ अब उसलाई बनाउने हो पिरतीको हान्से दिलवाला नै हुन्छन् रे काला काला मान्छे ए दिलवाला नै हुन्छन् रे काला काला मान्छे हेर रिसाले चेपेको ए कति साह्रै साडुलाई हेपेको हुक्का जानेर हुनलाई त यो सालीलाई साडुको त लाइन छ जस्तो भानी मान्छे हेर्दा चट्ट पनि चाहिन्छ जस्तो भानी हेर मान्छे हेर्दा चट्ट चाहिन्छ हे नमाने है देखाउन सरम त्यस्तै छन् त मैले नि के गरौँ तिम्रो बोली बेर लाउँदैन यो कालेजी रेट्न ए तिम्रो बोली बेर लाउँदैन यो कालेजी रेट्न बाङ्गा खुट्टा टेक्दै आउला साली भेट्न बाङ्गा खुट्टा टेक्दै आउला साली भेट्न हे म त विश्व ह्यान्डसमै हुँ जस्तो सबै चिजले मिलेको छु जस्तो हुक्का तानेर तिमी जस्ता सालीलाई त फिदा बनाइसके तिमी जस्ता सालीलाई त सिधा बनाइसके पहिला खुट्टो बाङ्गो थियो अहिले सिधा बनाइसके पहिला खुट्टो बाङ्गो थियो सिधा बनाइसके हे आट्यौ भने दिलभित्र लेखिन्छु दौरा कोटमा राजा चाहिँ देखिन्छु हुक्का झिलिमले त्यो उधार उठाउन नि मान्छे कुटाई ए त्यो उधार उठाउन नि मान्छे कुटाई अपरेसन गरेको हो पैसा उठाई ए अपरेसन गरेको हौ पैसा उठाई हे हिँड्छौ अचेला आफ्नै पारामा त्यही कोट पनि ल्याउला भाडामा हुक्का
हे काठमाडौँमा घर छन् मेरा आजकल 2टा 3टा आफ्नो ज्यान बनाउनलाई छैन केही नि चिन्ता हे कस्तो शब्द बोल्या हो ओठाले 3टा दराज भर्या छन् कोठाले कचिलिले कोठा छोड्छु भने फेरि तिमीले झोला भिरा अस्ति कोठा आउँदा बत्तीको बिल मैले हो नि तिर्या कोठा आउँदा हो साँच्चै भन मनभित्र खाउ छैन टेबुल पनि अटाउने ठाउँ छैन कोठामा जे पातै पठाउ भाडा मैले दिने बिल तिर्ने पो भन्छेउ किन हो र आज भोलि ठुली ठुली बन्छे कुरा लडाइ नपार चोटामा तो तलको साथीको कोठामा ए सँगै हुन पाइन टाढै हिँड्न पर्छ नास्ता खाएको पैसा पनि मैले तिर्न पर्छ ए खाने आज ममा र थुपारे तिरिदेऊ सालीलाई चुपारे नभएका कुराहरू कताबाट जुटाइन् आज मलाई यो सालीले थाङ्नामा पोसुताइन् हे खान्न मैले मोमो र चाउमिन क्याप्सी नै खाने भा जाउहिन हुक्का झिलिमले ए मान्छे ती पनि खोक्लो तिमी हात खुट्टा छन् लुला 2-4 जना भेट्नै हुन्न कुरा ठुला ठुला हे रहोस् है त हामी मै सीमित प्रधानमन्त्री बन्छौ कि तिमी त हुक्का तानेर पहिला यस्तो थिइन र सिकेको हो मनी नेपालमा बाँचिँदैन गफलाई नभनी हे कोही चाहिँदैन बुढीको भरमा त राष्ट्रपति झै मान्छु घरमा त हो खचिलिले ए त्यही भएर तिमीबाट भाछु पर पर बुढीको नाम लिनै हुन्न खुट्टा थर थर हे बुढीले जे भने नि हस भन्छौ भने उठ बस भने बस भन्छौ थाहा छैन श्रीमतीमा यस्तो शक्ति छ नि थर थर कामी हाल्छन् प्रधानमन्त्री पनि हे हेरिराख्ने आँखाको दृष्टि हो श्रीमती त धरती हो सृष्टि हो काचिलिमले ए मेरो अघि बसिरहन्छौ मैनपत्ती झैँ गाली अनि किन भेट्न आउनु आँखा छली छली हे हुन लाग्छु पर र परमा ए उसो है